नमस्ते साथीहरु, म पनि सन्चै छु, तपाईहरु सन्चै हुनुहुन्छ होला। साथीहरु, हामी ड्यामको नजिक आइसकेका छौं। अब ड्यामको भिडियो म तपाईहरुलाई देखाउँछु साथीहरु है। एकदम बवाल छ, भिडियो अन्तिमसम्म हेर्नु होला। सुन्दरी जल खानेपानी ड्याम। तपाईहरु आइपुग्नु भएको छ भने आउनु होला घुम्नलाई, फोटो खिच्नु होला है। हाइकिङ गर्ने पनि बाटो यही हो, एकदम बवाल छ। खानेपानीको ड्याम म तपाईहरुलाई देखाउँछु साथीहरु। यहाँ ढुङ्गे धारामा मजाले मुखसुख धोएर फ्रेस भएर अगाडि बढिरहेको छौँ है। यो चाहिँ नेपालको काठमाडौँ सहरको लागि खानेपानी ड्याम यही रहेछ साथीहरु है। एकदम बवाल ड्याम, स्वच्छ सफा, अगाडि पनि खतरा छ साथीहरु है। तपाईहरु ड्याममा आइपुग्नु भएको छ र ड्याममा आउनु होला, घुम्नु होला, डुल्नु होला। एकदम डरै लाग्दो, अलिकति पानी फोहोर जस्तो अवस्थाको रहेछ साथीहरु है। अब के छ यहाँको स्थिति बुझौँ है। एकदम बवाल छ यहाँ ड्याम, साथीहरु देखिरहनु भएको छ है। फोटो खिच्न, घुम्न डुल्नको लागि यहाँ बवालै छ साथीहरु है। तपाईहरु आउनु भएको छैन भने आउनु होला है। खानेपानीको यो काठमाडौँ जाने पानी यही नि त दाइ, ड्याम यही हो है, माङ्गल ड्याम है। यहाँ आएर फोहोर नगरिदिनु होला, घुम्नु होला, डुल्नु होला, रमाइलो गर्नु होला। यो पानी पर खोलाबाट ल्याएको होला साथीहरु है। अब म यहाँको माहौलको भिडियो तपाईहरुलाई फेरि पनि बनाउने छु है। यहाँ माछा पनि होला है साथीहरु हुन चाहिँ, तर पानी स्वच्छ सफा है, एकदम निर्मल छ। यो ठाउँ एकदम बवाल छ है। यहाँ साथीहरु धेरै मान्छेहरू पनि मरेको छ अरे यो ड्याममा भन्ने सुन्नमा आएको थियो। ड्याम खोल्ने बन्द गर्ने यता छ साथीहरु है। एकदम डरै लाग्दो छ। यो चाहिँ खानेपानीको ड्याम यता ड्याम चाहिँ गइरहेछ जस्तो साथीहरु है। पुरै कालो न कालो है खानेपानीको ड्याम। तपाईहरु यो ठाउँमा घुम्न आउनु भएको छ भने घुम्न आउनु होला, फोटो खिच्नु होला, डुल्नु होला। यहाँ घुम्न डुल्नको लागि नो प्रब्लम साथीहरु, मजाले आएर फोटो खिच्न, भिडियो बनाउन सक्नुहुन्छ है। अनि साथीहरु सँगसँगै फ्यामिली सहित घुम्न आउनु पनि सक्नुहुन्छ। सुन्दरी जलबाट अलिकति तपाईहरु साथीहरु पैदल आउनुपर्छ है। बाइक तल पार्किङ गरिसकेपछि पैदल लगभग तपाईहरु आधी घण्टाको पैदल हिँडेर आउनुपर्छ यहाँ यो ड्यामसम्म आइपुग्नको लागि है। एकदम बवाल अनि एकदम राम्रो ठाउँ छ। स्वच्छ सफा हावापानी। यो चाहिँ साथीहरु निकुञ्जमा पर्ने भएकोले गर्दाखेरि 100 रुपियाँको चार्ज तिर्नुपर्छ है साथीहरु है। यो पानी आउने ठाउँ यता भयो साथीहरु, देखिराख्नु भएको छ। त्यहाँनिर धारो आइरहेको छ, पानी आउने ठाउँ है। यो एरिया भनेको साथीहरु ड्यामको एरिया। यो एरिया भनेको ड्यामको एरिया। यो ड्यामको एरिया, यहाँ पानी रिजर्भ हुन्छ। यहाँबाट तपाईहरुले माङ्गल खानेपानी तल माङ्गलमा रिजर्भ गरिन्छ। माङ्गलमा रिजर्भ गरिसकेपछि माङ्गलबाट चाहिँ काठमाडौँको धेरै ठाउँमा सप्लाई हुन्छ। अनि यसको आउटडोर भनेको साथीहरु बढी भएको पानी चाहिँ कहाँ जान्छ भन्नु होला। पानी बढी भएको पानी चाहिँ देखिराख्नु भएको छ साथीहरु। यहाँ गेट जस्तो देख्नु भएको छ। यहाँ भित्र यो गेटबाट बाहिर जान्छ। बाहिर गएको पनि म देखाउने छु तपाईहरुलाई, हेर्नु होला। यो ठाउँमा घुम्न आउनु भएको छ भने घुम्न आउनु होला। यो एकदमै गहिरो छ, एकदमै डरै लाग्दो रहेछ साथीहरु। मलाई चाहिँ अलिकति डर पनि लाग्यो। यहाँ देखिराख्नु भएको छ आउटपुट, यहाँबाट पानी बढी भएको पानी बाहिर जान्छ। सुन्दरी जल खोला यही नै हो साथीहरु, तर सुन्दरी जलमा गएर मिसिन्छ है साथीहरु। यो चाहिँ यस्तो छ, एकदम बवाल कालो है, एकदम गहिरो पनि छ जस्तो छ अवस्था हेर्दाखेरि है। त्यति धेरै सेभिङ त छैन है, यहाँ सफा त छैन, तर यसलाई कति फिल्टर गरिएको होला। सायद फिल्टर गरिसकेपछि मात्रै बाहिर सप्लाई गरिएको होला। साथीहरु यो ठाउँमा घुम्नु भएको छ भने घुम्न आउनु होला। भिडियोलाई लाइक कमेन्ट गरेर सेयर गरेर धेरै साथी समक्ष पुर्याइदिनु होला। साथीहरु यो चाहिँ हाम्रो नागार्जुन यो राष्ट्रिय निकुञ्जमा पर्ने भएको यो निकुञ्जलाई पनि धेरै सामु पुर्याइदिनु होला। तपाईहरु यो ठाउँमा घुम्न आउनु भएको छैन भने थोरै पैसामा तपाईहरु थोरै बजेटमा यो ठाउँ पनि घुम्न सक्नुहुन्छ। फोटो भिडियो मजाले खिच्न सक्नुहुन्छ यहाँ आएर है। बाँकी साथीहरु नेक्स्ट भिडियो म साथीहरु पछाडिको क्यामेराबाट यहाँको सम्पूर्ण माहौल म तपाईहरुलाई देखाउने छु। सबैजनाले अन्तिमसम्म भिडियो हेर्नु होला। साथीहरु हामीलाई युट्युबबाट सब्स्क्राइब गर्नु भएको छ भने सम्पूर्ण साथीले सब्स्क्राइब गरिदिनु होला।
लाइक कमेन्ट सेयर। फेसबुकबाट हुने सम्पूर्ण साथीले फलो गरेर जोडिनु होला। टिकटकबाट हो भने साथीहरू सबैजना साथीले टिकटकमा फलो गर्नु होला अनि जोडिनु होला यस्तै यस्तै भिडियो हेर्नको लागि है। थोरै बजेटमा तपाईँहरू कुन कुन ठाउँ घुम्न सक्नुहुन्छ, डुल्न सक्नुहुन्छ र कति पैसा लाग्छ भन्ने कुरा म तपाईँहरूलाई कमभन्दा कममा कुन कुन ठाउँ घुम्न सक्नुहुन्छ भन्ने यस्तै यस्तै भिडियोहरू तपाईँहरूलाई मैले के गरिरहेको हुन्छु भनेदेखि बनाइरहेको हुन्छु। तपाईँले हेरेर त्यो ठाउँ घुम्न जान सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ। सबैजनालाई थ्याङ्क यू सो मच। भिडियो अलिकति लामो भयो जस्तो छ साथीहरू है। अब नेक्स्ट भिडियो म पछाडिको क्यामेराबाट यहाँको माहौल देखाउनेछु तपाईँहरूलाई। सबैजनालाई थ्याङ्क यू सो मच। फलो गर्न नभुल्नु होला। सबैजनाले लाइक कमेन्ट गरेर भिडियोलाई धेरै साथीसम्म चाहिँ पुर्याइदिनु होला। सबैजनालाई थ्याङ्क यू सो मच। सबैजनालाई बाइ साथी।